हेलो साथी हो। यहाँ मेरो बुढो चाहिँ बढार्ने कुच्चो बुन्दै हुनुहुन्छ। अहिले बुनिसकेर पनि देखाउने छु तपाईहरुलाई। यता उसको बुट्टा नै देखाउनु नि हो। बुनेर सक्नु आट्नु भयो। अहिले बुनिसकेपछि सबै देखाउने छु तपाईहरुलाई। उहिले त हो यो पारा कुच्चो मजाले बाटेर मधुमला बेच्न लगिन्थ्यो। अहिले त बाट्नु पर्दैन। केजीबाट यता घरैमा नै गाडी आउँछ। उहिले जस्तो भारी बोक्नु पर्दैन। दुःख उहिलेको जस्तो छैन। बढार्नुको लागि चाहिँ बाटेर बाट्छौं, नत्र चाहिँ निकाल्यो सुकायो बेच्यो केजीमा जोक्दै। यता मेरो फुल फेरि फुलिराखेको छ। हेर्नुहोस् यो खालको अस्ति कागती फुल थियो त्यो सबै सुक्यो। यो अर्को खालको फेरि फुलेर पनि यो पनि अब त सुक्नै लाग्यो, हुर्किनै लाग्यो। हेर्नु होला, यहाँ अस्ति ड्याम्मै कागती फुल थियो, छैन। हेर्नुहोस् न साथी हो, यो खालको फेरि फुल्दैछ। भर्खरै फुल्दैछ। हेर्नु न यति सानो बोट छ, फुल्दैछ क्या दामी। ए कागती त यस्तो भइसक्यो, पलाउँदैछ क्या फेरि। ए हेर्नुहोस् कुच्चो बाटिसक्नु भयो, अब रेडी भयो। यहाँ हेर्नु न बुट्टा, 4 मुठा छ। यो चाहिँ दमक पठाउनुलाई बढार्ने कुच्चो अरे, अनि पठाउनुलाई बाटिदिनु भएको। अब जान्छ यो दमक। यस्तो छ है बुट्टा, हेर्नु होला। कलाको मान्छे कला भनेको मेरो बुढोको नि छ। हेर्नु न, अब बोझा कस्दै हुनुहुन्छ मुठा। यो चाहिँ दमक जाने कुच्चो हो। बढार्ने नै छैन रे कोठामा तल। नानीहरूले मागेर पठाउँदैछु। घरबेटी दिदी अनि मेरो नानीहरूको पनि यही छ। यहाँ हेर्नुहोस्, बाटेर 4 मुठा पठाउँदैछु। दमक जाने कुच्चो। उहिलेको जस्तो लागि गयो। हेर्नु न भारीको। उहिले बोकेर यति नै मधुमला गइन्थ्यो सानो बच्चामा।